हामीले यसभन्दा अगाडि 21 जना सांसद लिएर गयौं। हामीलाई टेरेनन्। हामीले जनताको मुद्दा उठायौं, सुशासनको मुद्दा उठायौं। मन्त्रालयहरूमा काम गर्दाखेरि भ्रष्टाचारका एक एक फाइल पल्टाउन सुरु गर्यौं। उनीहरूले सत्ता पल्टाए, तर केही चिन्ता छैन। 21 जनालाई टेरेनन्। अब 21 गते त्यसको हिसाब लिने हो। आउने 21 गते निर्वाचन होइन, क्रान्ति गर्ने दिन हो, इतिहास लेख्ने दिन हो। त्यो इतिहास नेपाली जनताले आफ्नो हातले लेख्नेछ। हामी कसैप्रति प्रतिशोध साध्दैनौँ। हामीलाई पुराना नेताहरूप्रति, पुराना दलप्रति कुनै दुश्मनी, कुनै दुर्भाव केही पनि छैन। हामीले उनीहरूलाई प्रतिशोध लिनुपर्ने केही पनि छैन। तर हिसाब चाहिँ हुन्छ। हाम्रा भाइ बहिनीहरूलाई, हाम्रा छोराछोरीहरूलाई रुवाउँदै देशबाट लखेटेको हिसाब हुन्छ। तिनले त्यहाँ बगाएको पसिनाको एक एक थोपाको हिसाब हुन्छ। हाम्रा गाउँठाउँमा बाटोघाटो नबनेको, विकास आयोजनाहरूलाई अलपत्र पारेको, आफ्ना ठेकेदारहरूलाई पोसेको, आफ्ना मान्छेहरूलाई पोसेको, आफ्ना कार्यकर्ताहरू लगाएर युनिभर्सिटीमा पार्टीको ब्यानर राखेको तर शिक्षा ध्वस्त पारेको हिसाब हुन्छ। नेपाली जनताले मतपत्रबाट हिसाब दिन्छन्। आजभोलि मैले सोचेको छु, सुनिरहेको छु, लोकतन्त्रलाई खतरा भयो रे। लोकतन्त्रको खतरा हेलिकप्टर चढेर गइसक्यो, ल्यान्ड नहोस्। लोकतन्त्रलाई खतरा तब हुन्छ जब त्यो हेलिकप्टर फेरि सिंहदरबार या बालुवाटारमा ल्यान्ड भयो भने चाहिँ नि लोकतन्त्रलाई ठुलो खतरा हुन्छ, न त छैन खतरा। हामी जोगाउँछौँ। हामी यो लोकतन्त्र कुनै नेताले जोगाइदिएको होइन, नेपाली जनताले जोगाइदिएको। जनता छन्, कसैले फुर्ती नलगाए हुन्छ। यसपटक जेन्जी भाइ बहिनीहरूले परिवर्तन माग्दाखेरि सडकमा ढल्नु परेको छ। त्यस कारणले मैले क्रान्ति भनेको। यो सामान्य अवस्था होइन, सामान्य चुनाव होइन। चुनाव त आउँछ जान्छ, कति भोट आलियो। तर यो चुनाव होइन। यो देशको भविष्य लेख्ने कोसे ढुङ्गो। यहाँ गडबड हुन पाइँदैन। जसलाई एमाले बन्नु छ बनोस्, जसलाई काङ्ग्रेस बन्नु छ, माओवादी बन्नु छ, जे बन्नु छ बनोस्, तर यसपटक मत क्रान्ति हुनुपर्छ। यसपटक मत क्रान्ति हुनुपर्छ। पार्टी छोड्नु परेन, सदस्यता छोड्नु परेन, तर बहुमतको सरकारको एउटा मौका रासोपालाई दिनुहोस्। हामी यति भन्न चाहन्छौँ, रासोपाले दिएको त्यो ब्याज, त्यो सदस्यता तपाईँले जीवनभर लिन पर्दैन। म सभापतिको हैसियतले यो चोकमा उभिएर भन्छु, 5 वर्षको स्थायी सरकारले काम गर्न सकेन भने सबभन्दा पहिला रासोपाको परिचय पत्र च्याप्नु होला। केही चिन्ता छैन। काम गर्ने वातावरण बन्नुपर्छ। काम गर्न दिनुहोस्। हामी काम गर्छौँ। कसैको भारी बोकेको छैन, कसैसँग डराएको पनि छैन। म कालकोठरीमा थुनिँदा तपाईँहरूले आँसु बगाउनु भएको थियो नि, सम्झ्याएको छु, बिर्सेको छैन। लडेको पनि त्यस कारणले हो। मेरो व्यक्तिगत मुद्दा म लड्दै गरौँ न, आफ्नो लडाइँ मेरो छँदैछ। मलाई कसैसँग केही भन्नु छैन, म कसैलाई केही खोज्दै पनि हिँड्दिनँ। मेरो लडाइँ होइन, यो लडाइँ तपाईँ हाम्रो भविष्यको, आउँदै गरेको पुस्ताको, ससाना भाइ बहिनीहरूको। त्यति मात्र होइन, यो देशमा जन्मन बाँकी भएका मानिसहरूको पनि देश हो। यो देश तिनको मात्र होइन, यो देश सबैको हो। अब देशलाई देश जस्तो बनाउने हो, विधिको शासन कायम गर्ने हो। त्यसैले 21 गते क्रान्ति गर्नुपर्छ। भोट मात्र हालेर हुँदैन। मतगणना हुँदाखेरि मत गन्ने मान्छेलाई धेरै दुःख नदिने। जुन मतपत्र पल्टाए पनि घन्टी, खोले पनि घन्टी, यता खोले पनि घन्टी। यसपटक हरिभूषाललाई रासोपाले आफ्नो उम्मेदवारको रूपमा अगाडि बढाएको छ। म यो क्षेत्रमा भन्छु, यो क्षेत्रको आवाज मात्र होइन। संघीय संसदमा गए हरिजीले तपाईँको आवाज मात्र बोल्नुहुने छैन, देशको आवाज बोल्नुहुनेछ। गडबड भएछ भने भोट हाल्नमा तपाईँ गडबड नगर्नुहोस्। गडबड गरेछन् भने यही चोकमा ल्याएर बुझाउँछु। यति मेरो बाचा हो। यो चुनाव भाइ बहिनीको रगतमा आएको क्रान्तिबाट भएको चुनाव हो। देशलाई धोका दिने छुट कसैलाई पनि छैन, कसैले पाउँदैन। अर्काले ज्यान गुमाएको छ, आमाको कोख रित्तिएको छ, यहाँ कसैले गडबड गर्न पाउँदैन, कसैले सोच्न पाउँदैन। दायाँ बायाँ केही होइन। मैले भनिहालेँ, पुराना राजनीतिक दलप्रति मेरो केही पनि भन्नु छैन। बस एकपटक हामीलाई मौका दिनुहोस्। हामी यो देशमा विधिको शासन सुरु गर्न चाहन्छौँ।
चुनावी सभामा फेरि पनि तपाईँहरू समक्ष भेटघाट हुने नै छ। तबसम्मको लागि अहिले मैले भोटमा आएको होइन, सल्लाह गर्दै गर्नु होला। फेरि यहाँ पुरानो पार्टी हाम्रो उहिलेदेखिको एउटा सानो पार्टीको त फ्याट्टा हालिदिउँ कि एउटा प्रत्यक्ष यतातिर हालेर आदि गरिदिउँ कि भन्नु होला। त्यस्तो हुन्न यसपटक। भ्रष्टाचारको ज्वरो खेल्न फाल्ने हो यो पटक। फेरि अर्को पटक फेरि आउँदा तपाईँहरूसँग सब कुरा गरिहाल्छु। अर्घाखाँची एकचोटि आएर पुग्ने भने होइन, आइरहनु परिहाल्छ। फेरि पनि बोलाउनु पक्कै भइहाल्छ। त्यसपछि आउँदा जाँदा लाउलातिर अहिलेलाई मेरो भनाइ यति नै सिद्ध्याउँछु। सबको जय होस्, जय देश, जय घन्टी, जय घन्टी।